एक्सरसाइज 10.1.4 को क्वेशन नम्बर 1 बाट यहाँहरुको लागि केही जानकारीहरु दिन गइरहेको छु। क्वेशन नम्बर 1 मा भनेको छ दुई संख्या पत्ता लगाउनुहोस्। दुईटा संख्या पत्ता लगाउनुहोस् जसको गुणनफल p र योगफल s छ भनेको छ। यस्तो प्रश्नमा जहिले पनि के गर्ने भन्दाखेरि क मा भनेको छ p = 2 अनि s = 3। p भनेको गुणनफल, p भनेको यो गुणन गर्दा 2 आउनु पर्यो, s भनेको योगफल जोड्दाखेरि 3 आउनु पर्यो। गुणन गर्दा 2 आउने, जोड्दा 3 आउने के हो भनेर सोधेको छ। यस्तो केसमा जहिले पनि हामीले के गर्ने 2 का गुणनखण्ड निकाल्ने 2 1 जा 2 अनि 2 + 1 गर्दा 3 पनि भयो, दुईटै मिल्यो 2 1 जा 2 पनि भयो, 2 + 1 गर्दा 3 पनि भयो। यसरी आवश्यक संख्याहरु के हुन् भन्दा 2 र 1 रहेछन्। यसरी गर्नुपर्छ। यहाँले यो पक्कै पनि जानिसक्नु भयो होला। त्यस्तै गरी मैले अर्को ख नम्बरको गरिदिन गइरहेको छु। क्वेशन नम्बर 1 को जो ख नम्बर, ख मा छ p = 3, p = 3, s = 4, s = 4। अब p भनेको के हो गुणनफल हो, गुणन गर्दा कति आउनु पर्यो 3 आउनु पर्यो। s भनेको के हो योगफल हो, जोड्दा कति आउनु पर्यो 4 आउनु पर्यो। 3 का गुणनखण्ड के हुन्छन् गुणन गर्दा 3 आउने, 3 1 जा 3। अब यो गर्दाखेरि 4 पनि आउनु पर्यो, 3 + 1 कति हुन्छ 3 + 1 पनि 4 हुन्छ। त्यसैले आवश्यक संख्याहरु के रहेछन् 3 र 1 रहेछन्, 3 र 1 रहेछन्। यसरी यहाँहरुले गर्न सक्नुहुन्छ। क्वेशन नम्बर 1 का सबै प्रश्नहरु यहाँहरुले यस्तै गरेर गर्नु होला। अब म जाँदैछु यहाँहरुलाई क्वेशन नम्बर 2 तर्फ। क्वेशन नम्बर 1 का सबै क्वेशनहरु यस्तै गरेर गर्नु होला। यदि कुनै समस्या भएमा पुनः कमेन्ट मार्फत जानकारी गराउन सक्नुहुनेछ। अब क्वेशन नम्बर 2 मा भनेको छ दुई संख्या पत्ता लगाउनुहोस् जसको गुणनफल p अन्तर s क p = 2 र d = 1। दुई संख्या पत्ता लगाउनुहोस् जसको गुणनफल 2 छ र डिफरेन्स 1 छ। गुणन गर्दा 2 आउने, माइनस गर्दा 1 आउने के हुन् भन्दाखेरि गुणन गर्दा 2 आउने 2 1 जा 2 भयो। अनि यो माइनस गर्दा 1 पनि आउनु पर्यो, जस्तै 2 - 1 गर्दा 1 हुन्छ भन्न हुन्छ, 2 - 1 1। यसरी आवश्यक संख्याहरु के रहेछन् 2 र 1 रहेछन्, 2 र 1 रहेछन्। यसरी लेख्नु पर्यो। हेर्नु 2 को। त्यस्तै गरी 2 को मैले एउटा अर्को प्रश्न पनि सिकाउन गइरहेको छु यहाँहरुका लागि। ख मा छ ख p = 4, d = 3। मल्टिप्लाई गर्दा 4 आउने, सबट्र्याक्सन गर्दा 3 आउने। मल्टिप्लाई गर्दा 4, सबट्र्याक्सन गर्दा 3 आउने के हुन्छन्। अब 4 मल्टिप्लाई गर्दा 4 आउने भनेको 2 2 जा पनि 4 हुन्छ, 4 1 जा पनि 4 हुन्छ। अब कुन चाहिँ लेख्ने भन्ने भयो। कुन चाहिँ लेख्ने भन्दा सबट्र्याक्सन गर्दा 3 पनि आउनु पर्यो भनेको 2 2 जा 4 भयो, तर 2 - 2 3 त भएन, यहाँ 0 हुन्थ्यो, 3 भएन। त्यसैले 4 1 जा 4, 4 - 1 3, 4 × 1 अनि 4 - 1। यसरी के रहेछन् आवश्यक संख्या भन्दाखेरि आवश्यक संख्या 4 र 1 रहेछन्। आवश्यक संख्या 4 र 1 रहेछन्। यसरी गर्नु होला। अब मैले यहाँलाई क्वेशन नम्बर 3 तर्फ लैजान चाहन्छु। क्वेशन नम्बर 3 खण्डीकरण गर्नुहोस्। खण्डीकरण गर्ने यहाँले पक्कै पनि जान्नु भएको छ भन्ने आशा राखेको छु। क्वेशन नम्बर 3 को क मा छ x² + 5x + 4, x² + 5x + 4, x² + 5x + 4।
एक्स स्क्वायर प्लस 5x प्लस 4 यसलाई खण्डीकरण गर्नु पर्यो हामीले। यसलाई खण्डीकरण गर्दा के गर्ने, यहाँ एक्स स्क्वायर भन्दा अगाडि कति छ नम्बर, यहाँहरूले भन्नु केही पनि छैन, केही पनि नभएपछि कति हुन्छ 1 हुन्छ। यहाँ लास्टमा कति छ 4 छ, यो सुरुको र लास्टको मल्टिप्लाई गर्ने, 4 1 जा कति भयो 4। सुरुमा नम्बर आयो भने जति छ त्यति नम्बर र लास्टको नम्बर गुणन गर्ने, सुरुमा नम्बर छैन भने सुरुमा 1 हुन्छ, 1 × 4 4 भयो। अब 4 का गुणनखण्ड निकालेर अन्तिममा के छ यहाँ प्लस छ, अन्तिममा प्लस भएपछि के गर्ने जोड्ने, 4 का गुणनखण्ड निकालेर जोड्दाखेरि 5 आउनु पर्यो। ल हेर्नु 4 का गुणनखण्ड के हुन्छन् 2 2 जा 4 4 1 जा 4 यसरी हुन्छन्। अब 2 2 जा लेख्न त पाइएन, यहाँ प्लस छ, जोड्दाखेरि कति आउनु पर्यो 5 आउनु पर्यो। लास्ट टर्मको चिन्ह हेर्ने प्लस छ, माइनस भयो घटाउँदा, प्लस भयो जोड्दा कति आउनु पर्यो बिचको आउनु पर्यो 5। 2 2 जा 4 त भयो, तर 2 + 2 5 त भएन, त्यसैले 4 1 जा 4 4 + 1 5 हामीलाई यो गुणनखण्ड मिल्यो। अब यो गुणनखण्ड मिलेपछि हामीले के गर्ने, सुरुको जे छ त्यही सार्ने, एक्स स्क्वायर प्लस, अब लास्टको पनि जे छ त्यही सार्ने, बिचमा हामीलाई 5 आउनु पर्यो। के गर्दा लास्टमा प्लस भएपछि जोड्दा 4 + 1 5 अनि एक्सको एक्स यसरी लेख्ने, यहाँसम्म यसरी गर्ने। अब हाम्रो काम हुन्छ एक्स स्क्वायर प्लस 4 र एक्स मल्टिप्लाई गर्दा 4x प्लस प्लसै हुन्छ, 1 र एक्स गर्दा एक्स प्लस लास्टको 4 को 4। अब हामीहरूले 4वटा भयो, 4वटा अभिव्यञ्जक भएपछि 4वटा पद भएपछि के गर्ने, दुईटाबाट कमन निकाल्ने। 4वटा पद भएपछि के गर्ने, एउटा दुईटा तीनटा 4वटा पद भयो, 4वटा पद भएपछि दुईटाबाट कमन निकाल्ने, यो दुईटाबाट कमन निकाल्ने, यो दुईटाबाट कमन निकाल्ने। ल हेर्नु अब यो दुईटामा कमन के आउँछ, यहाँ एक्स स्क्वायर भनेको दुईवटा एक्स प्लस 4x भनेपछि यहाँ दुईवटा एक्स, यहाँ एउटा एक्स भएपछि एउटा एक्स कमन आयो। यहाँ कति रह्यो एक्स स्क्वायर भनेको दुईवटा एक्स, एउटा एक्स बाहिर गयो कतिवटा रह्यो एउटा एक्स प्लस 4x मा एक्स गयो कति रह्यो 4 रह्यो, फेरि प्लस यहाँ एक्स प्लस 4 मा के कमन आउँछ केही पनि आउन्न, केही पनि कमन नआएपछि के गर्ने 1 लेख्ने अनि x + 4 जस्ताको त्यस्तै सार्ने। अब फेरि यहाँ सुरुको पट्टि x + 4 पछाडि पनि x + 4 भएपछि दुईटाबाट एउटा कमन आयो x + 4। अब सुरुमा कति बाँकी रह्यो x प्लस पछाडि कति बाँकी रह्यो 1। यसरी हाम्रो एन्सर x + 4 x + 1 यसरी आयो। त्यस्तै गरेर अब मैले फेरि यहाँहरूलाई अर्को प्रश्न गर्दिन गइरहेको छु। यदि यहाँहरूलाई भिडियो हेर्दाखेरि अलि छिटो भयो जस्तो लाग्यो भने स्क्रिनशट गर्न पनि सक्नुहुनेछ, भिडियोलाई पज गरेर हेर्न पनि सक्नुहुनेछ। अबको क्रममा क्वेशन नम्बर 3 को अर्को प्रश्न गर्दिन गइरहेको छु। मैले 3 नम्बरको क्वेशन नम्बर 3 कै खण्डीकरण गर्नुहोस्। मैले यहाँहरूलाई ग को गर्दिन गइरहेको छु। ग मा माइनस छ, सुरुमा x² माइनस 5x + 6। अब यसमा के गर्ने भन्दाखेरि सुरुमा x² का अगाडिपट्टि कति छ नम्बर यहाँहरूले पक्कै पनि थाहा पाइसक्नुभयो 1 छ, लास्टमा कति छ 6 छ। अब 6 × 1 कति हुन्छ 6 × 1 = 6 हुन्छ। अब 6 का गुणनखण्ड निकालेर जोड्दाखेरि कति ल्याउने हो 5 ल्याउने हो। 6 1 जा 6 6 + 1 5 त हुँदैन। त्यस्तै गरी 3 2 जा 6 3 + 2 5 यो मिल्ने भयो हामीलाई। यो मिल्ने भएपछि के गर्ने x² माइनस, अब यहाँ 3 2 जा 6 3 + 2 5 3 + 2 x + 6 को 6। अब हामीहरूले के गर्ने x² माइनस 3 र x गर्दा 3x। अब यहाँनिर यहाँहरू झुक्किन नहुने कुरा माइनस प्लस के हुन्छ ल भन्नु, माइनस प्लस के हुन्छ माइनस हुन्छ। अब 2 र x 2x + 6 को +6। अब 4वटा पद भयो, 4वटा पद भएपछि दुईटाबाट कमन निकाल्ने त यहाँहरूलाई थाहा छँदैछ, तर यहाँ माइनस प्लसले अलिकति झुक्काएको छ। यसलाई के गर्ने यो दुईटामा कमन कति आउँछ x कमन आउँछ x - 3 अनि यहाँ कति कमन आउँछ माइनस 2x + 6 भए 6 भनेको 3 2 जा 6 हो, 3 2 जा 6 हो भनेको 3 र 2 छन्, यहाँ 2 छ भनेपछि 2 मिल्ने भयो अनि x + 3 3 2 जा 6 हुने भएर 3। अब यहाँहरूले यहाँ पनि x - 3 यहाँ पनि x + 3 लेखेको थिएँ मैले, तर यहाँ माइनस थियो, माइनस प्लस गर्दा के हुन्छ माइनस प्लस गर्दा माइनस आउँछ, त्यसैले माइनस लेख्ने। अब x - 3 कमन आयो x - 3 अगाडि कति रह्यो x रह्यो, माइनस पछाडि कति बाँकी रह्यो
2 रह्यो। x - 3 x - 3 कमन दुईटाबाट एउटा कमन आयो। अगाडिको बाँकी रहेको x माइनसको माइनस 2 को 2 यसरी x - 3 x - 2 एन्सर आयो। यसरी यहाँहरूले गर्न सक्नुहुनेछ। ल हेर्नु कहीँ नबुझेको केही छ भने भन्न सक्नुहुनेछ यहाँहरूले। कहीँ केही कन्फ्युजन छ भने यहाँहरूले भन्न सक्नुहुनेछ। केही छैन। अब मैले अर्को क्वेसन यहाँको लागि गरिदिन गइरहेको छु। अर्को प्रश्न 3 नम्बरको म x² + 7x + 12 x² + 7x + 12 मैले यहाँहरूले राम्ररी बुझ्नुहुनेछ भनेर उस्तै प्रश्न पनि धेरै पटक गरिदिएको छु। यहाँहरूले बेसनी बुझेर सिकेर गर्नुहोला, अभ्यास गर्नुहोला, धेरै पटक अभ्यास गर्नुहोला। एक पटक अभ्यास गर्नु, दुई पटक अभ्यास गर्नु, तीन पटक अभ्यास गर्नु, गर्दा गर्दा बल्ल जानिन्छ। एक पटक राम्रोसँग सिकियो भने फेरि पढ्दाखेरि हामीलाई कुनै पनि समस्या हुने छैन र अर्को माथिल्लो कक्षामा पनि सहज हुनेछ। त्यसैले राम्रोसँग सिक्नु होला भन्ने अनुरोध गर्दै अब यहाँ सुरुमा 1 छ, लास्टमा 12 छ भनेको 12 1 जा 12, 12 का गुणनखण्ड निकाल्ने, 12 का गुणनखण्ड निकालेर जोड्दा 7 आउने। के हुन्छन् 12 1 जा 12, 6 2 जा 12, 4 3 जा 12 अनि यस्ता हुन्छन्। अब यहाँहरूले 12 1 जा 12 गराइयो भने 12 प्लस लास्टमा प्लस है जोड्दा 12 + 1 7 त हुन्न, यो मिलेन। त्यस्तै गरी 6 2 जा 12 त हुन्छ तर 6 + 2 7 हुन्न, यो पनि मिलेन। 4 3 जा 12 त हुन्छ तर 4 + 3 7 हुन्छ, यो मिल्यो। हामीलाई 4 र 3 चाहियो। अब x² + 7 का ठाउँमा 7x का ठाउँमा 4 + 3 x को x + 12। अब x² + 4x + 3x + 12 x² + 4 र x गर्दा 4x प्लस को प्लस 3x 3x + 12 को +12। अब 4 र भएपछि दुईटाबाट इन दुईटामा कमन निकाल्दा x कमन आयो x + 4 प्लस 3 कमन आयो x + 4। अब हामीहरूले x + 4 यो दुवैबाट एउटा कमन आयो। अगाडि बाँकी रहेको x प्लस पछाडि बाँकी रहेको 3, यसरी यो पनि गर्न सक्नुहुन्छ। ल हेर्नु कहीँ नबुझेको केही छ भने भन्न सक्नुहुनेछ। यहाँले ध्यान दिएर हेर्नु होला। अब मैले यहाँहरुका लागि झको प्रश्न गरिदिन गइरहेको छु। यहाँहरुले झको प्रश्न सार्दै गर्न सक्नुहुनेछ। बुक हेरेर झको प्रश्न सार्न सक्नुहुनेछ। ल झको प्रश्न यस प्रकार छ। झको b² + 13b b² + 13b + 42 यसलाई यहाँहरुले b² प्लस अब हामीले कतिका गुणनखण्ड निकाल्ने 42 का गुणनखण्ड निकालेर जोड्दाखेरि 13 ल्याउने। के हुन्छन् 6 7 जा 42 6 7 जा 42 6 + 7 13। ल लेख्नु 6 + 7 b + 42। अब b² को b² प्लस 6 र b गर्दा 6b प्लस 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 7 र b 7b प्लस 42। अब 4 वटा भएपछि दुईटाबाट कमन निकाल्ने। b² + 6b मा b कमन आयो b + 6 प्लस 7 कमन आयो b + 6। अब b + 6 b + 6 दुवैबाट एउटा b + 6 बाँकी रह्यो b + 7। यसरी यहाँहरुले गर्न सक्नुहुनेछ। ल यहाँहरुले कतिको बुझ्नु भएको छ, कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नबिर्सिनु होला। यदि कुनै प्रश्न नबुझेको भए पनि मैले यो बुझिन सर फेरि भनिदिनु भनेर कमेन्ट गर्नु होला। मैले अर्को भिडियो मार्फत यहाँहरुलाई पुनः अलि बुझ्ने गरी पनि फेरि सिकाउने छु यदि बुझ्नु भएन भने। अबको क्रममा अर्को प्रश्न यहाँहरुका लागि। नबुझेको भए कमेन्ट गरिहाल्नु होला। कमेन्ट गर्नु भएन र नबुझे पनि नबोलिकन बस्नु भयो भने यहाँहरुलाई पछि पछुतो मात्रै हुनेछ। मैले यहाँहरुको कमेन्टको आधारमा पुनः यहाँहरुलाई सिकाइ सहजीकरण गर्नेछु, त्यसैले कमेन्ट गर्न नबिर्सिनु होला। अबको क्रममा मैले यहाँहरुका लागि तको प्रश्न लिएर आएको छु। त हेर्नु b² + 15b + 56। ल हेर्नु अब कति आउला। पहिला सुरुमा 56 यहाँ छ, यहाँ केही नभएपछि 1 छ। 56 1 जा 56 56 का फ्याक्टर निकालेर जोड्दाखेरि 15 आउन पर्यो। के हुन्छन्
28 दुना 56 अनि अर्को के हुन्छ ल भन्नु अर्को के हुन्छ 8 7 56 यस्तै यस्तै हुन्छन्। अब हामीलाई मिल्ने भनेको कुन छ जोड्दाखेरि 15 आउनु पर्यो गुणनखण्डबाट भनेको 8 + 7 15 8 7 जा 56 b स्क्वायर प्लस 8 + 7 भयो मिल्ने भनेको त यही भयो b + 56 अब b स्क्वायर प्लस 8 र b 8b अब यहाँ यसपछि त जानिसक्नु भयो यहाँहरुले अब 4 वटा भएपछि दुईटाबाट कमन निकाल्ने b कमन b + 8 प्लस 7 कमन b + 8 b + 8 दुवैबाट एउटा कमन बाँकी रह्यो b + 7 यसरी यहाँहरुले गर्नु होला। कुनै पनि अंकको गुणनखण्ड निकालेर बीचको कति आउँछ भन्ने नजाने पनि कमेन्ट गर्नु होला कमेन्टमै मैले रिप्लाई गर्ने छु। त्यस्तै गरी अबको क्रममा अर्को प्रश्न यहाँहरुका लागि अर्को प्रश्न मैले अलिकति डिफरेन्ट खालको लिएको छु धको प्रश्न ध नम्बरको प्रश्न क्वेशन नम्बर 3 ध a + b को होल स्क्वायर a + b को होल स्क्वायर प्लस 11 a + b प्लस 11 a + b प्लस 18 ल हेर्नु यस्तो फरक खालको प्रश्न छ हामी त गर्नुपर्ने छ a + b को होल स्क्वायर प्लस 11 a + b प्लस 18 यहाँ पनि a + b यहाँ पनि a + b हामीलाई a स्क्वायर प्लस 11a प्लस 18 भएको भए सजिलो हुन्थ्यो तर भएन। अब हामीले के गर्छौं यस्तामा यहाँ पनि a + b यहाँ पनि a + b भयो भने लेट मानौ a + b = x मान्न सकियो। हामीले के दिन्छ x + y दियो भने a मान्न सकियो a + b मान्ने दियो भने x मान्न सकियो y मान्न सकियो फरक मान्ने यहाँ हुने भन्दा फरक मान्ने। अब a + b का ठाउँमा कति राख्ने x स्क्वायर को स्क्वायर a + b का ठाउँमा कति x स्क्वायर को स्क्वायर प्लस 11 को 11 a + b का ठाउँमा कति x प्लस 18। अब यो प्रश्न त गर्न सक्नुहुन्छ यहाँहरुले। अब यसलाई कसरी गर्ने 18 का गुणनखण्ड निकालेर जोड्दाखेरि 11 आउने 18 का गुणनखण्ड के हुन्छन् 11 आउनु पर्यो जोड्दाखेरि 9 2 जा 18 9 + 2 11 ल हेर्नु x स्क्वायर प्लस 9 + 2 11 9 2 जा 18 x प्लस 18 यस्तै गरी x स्क्वायर प्लस 9x प्लस 2x प्लस 18 अब कमन निकाल्ने दुईटाबाट x कमन x प्लस 9 प्लस 2 कमन x प्लस 9 यहाँहरुले बुझ्नुपर्ने कुरा अगाडि जति कमन आउँछ यदि हिसाब मिलेको छ भने यो पछाडी पनि अगाडिपट्टि ब्राकेटमा जति आयो पछाडी पनि त्यति आउँछ यहाँहरुले त्यो ख्याल गर्नु होला। x प्लस 9 x प्लस 2 अब हामीलाई x का ठाउँमा कति छ a + b छ भनेपछि अब x का ठाउँमा मान फर्काउनु पर्यो x = a + b राख्दा यो राख्नु पर्यो भ्यालु त x का ठाउँमा त हामीले हिसाब गर्न सजिलो बनाउन पो a + b मानेका थियौं। अब x को यति आएपछि त x का ठाउँमा फेरि a + b राखेर क्वेशन अनुसारको आन्सर निकाल्नु पर्यो। त्यसको लागि x का ठाउँमा a + b राख्ने a + b राख्दा कति भयो x का ठाउँमा a + b प्लस 9 ल हेर्नु x का ठाउँमा a + b प्लस 9 फेरि x का ठाउँमा कति a + b प्लस कति ल भन्नु 2 यसरी यो आन्सर आयो। यस्तो तरिकाले गर्न सक्नुहुनेछ। हेर्नु आइडिया लगाउने दिमाग लगाउने आइडिया लगाउने हो यस्तोमा त हेर्नु पक्कै पनि बुझ्नु भयो होला भन्ने पूर्ण आशा राखेको छु। त्यस्तै गरी अर्को प्रश्न यहाँहरुका लागि अब अर्को मैले 9 नम्बरको पनि यहाँहरुका लागि गर्दिन गइरहेको छु 9 को पनि गर्दिन्छु मैले यस्तै खालको छ भर्खर गरे जस्तो त्यही पनि मैले गर्दिन्छु x + y को होल स्क्वायर x + y को होल स्क्वायर माइनस 15 x + y प्लस 36 प्लस 36 यसलाई कसरी गर्ने भन्दाखेरि अहिले पनि हामीले के गर्ने यहाँ पनि x + y यहाँ पनि x + y भएपछि के गर्ने लेट x + y = कति मान्ने a मानौं ल यहाँ भयो भन्दा फरक अक्षर मान्ने लेटर कुनै मान्ने। अब x + y का ठाउँमा a मान्ने नि a² माइनस 15 x + y भनेको कति a प्लस 36 अब 36 का गुणनखण्ड निकालेर जोड्दाखेरि 15 आउने के हुन्छन् ल भन्नु 36 का गुणनखण्ड निकालेर जोड्दा 15 आउने सोच्नु यहाँले सोच्नु 36 का गुणनखण्ड निकालेर जोड्दाखेरि 15 आउने ल हेर्नु है
कति हुन्छ 12 3 जा 36 12 प्लस 3 15 ल हेर्नु a स्क्वायर प्लस 12 प्लस 3 a प्लस 36 यहाँ माइनस लेख्नु होला a स्क्वायर माइनस 12 प्लस 3 a प्लस 36 यहाँ माइनस भएछ यहाँ पनि माइनस भयो है a स्क्वायर प्लस माइनस 12 र a गर्दा 12a माइनस प्लस माइनस 3 र a 3a प्लस 36 अब 4 वटा भएपछि दुईटाबाट कमन निकाल्नु होला a कमन a माइनस 12 माइनस 3 कमन a माइनस अगाडि जे आउँछ त्यही आउँछ भने थिएँ नि मैले a माइनस 12 अब a माइनस 12 दुईटैबाट एउटा कमन यहाँ र यहाँबाट बाँकी रहेको के रह्यो यहाँ a रह्यो माइनस यहाँ कति रह्यो 3 अब a माइनस 12 र a माइनस 3 एन्सर आइसकेपछि हाम्रो a भनेको त x प्लस y हो त्यसैले एक ठाउँमा कति राख्ने a इक्वल टु x प्लस y राख्नु पर्यो अब एक ठाउँमा x प्लस y राख्दा एक ठाउँमा x प्लस y माइनस 12 को एक ठाउँमा x प्लस y माइनस 12 को माइनस 12 फेरि एक ठाउँमा x प्लस y माइनस 3 को माइनस 3 यति एन्सर भयो यसरी यहाँहरुले गर्नु होला यसरी यहाँहरुले गर्न सक्नुहुनेछ अबको क्रममा यहाँ पक्कै पनि बुझ्नु भयो होला अब म क्वेशन नम्बर 4 तर्फ जान चाहन्छु क्वेशन नम्बर 4 क्वेशन नम्बर 4 र 3 उस्तै छ त्यो माइनस डिफरेन्स छ त्यसकारण मैले गर्दिन गइरहेको छु 4 को x स्क्वायर प्लस 4x x स्क्वायर प्लस 4x माइनस 12 यस्तो खालको प्रश्न छ सरी माइनस 21 यस्तो खालको प्रश्न छ अब यहाँहरुले कतिको गुणनखण्ड निकाल्नु पर्यो ल हेर्नु यहाँ 21 यहाँ 1 भएपछि 21 नै भयो यहाँसम्म त उस्तै भयो अब 21 का गुणनखण्ड निकालेर लास्टमा माइनस छ माइनस भएपछि घटाउँदा 4 आउनु पर्यो के हुन्छ ल भन्नु 7 3 जा 21 7 माइनस 3 4 ल हेर्नु 7 3 जा 21 यहाँ माइनस भएपछि माइनस गर्दा अघि प्लस थियो र प्लस गरिन्थ्यो अहिले माइनस आयो लास्ट माइनस आएपछि माइनस गर्दा 4 आउनु पर्यो 7 माइनस 3 4 यसरी x स्क्वायर प्लस 7 माइनस 3 x माइनस 21 यसरी गर्नु होला x स्क्वायर प्लस 7 र x 7x एउटै प्रोसेस अरु सबै माइनस 3 र x 3x माइनस 21 अब 4 वटा भएपछि दुईटा x स्क्वायर प्लस सरी कमन निकालौं x कमन x प्लस 7 माइनस 3 कमन x माइनस माइनस गर्दा प्लस 7 अब x प्लस 7 दुवैबाट एउटा अब बाँकी रह्यो कति x माइनस 3 यसरी एन्सर लेख्नु होला ल हेर्नु यो माइनस मात्रै फरक हो अरु सबै 3 को जस्तै छ त्यसकारण यहाँहरुले सबै प्रश्नहरु गर्नु होला 3 को जस्तै छ त्यही माइनस मात्रै फरक हो माइनस भनेको यसका गुणनखण्ड निकालेर घटाउँदाखेरि बीचको नम्बर ल्याउने भनेर माइनस भनेको यही अनुसार गर्नु होला यहाँहरुले सबै प्रश्न यस्तै तरिकाले गर्नु होला त्यस्तै गरी अबको क्रममा क्वेशन नम्बर 5 को मैले सिकाउन गइरहेको छु यहाँहरुको लागि 5 को पनि उस्तै छ त्यही अगाडिको अंक फरक छ मैले अंक फरक भएको पनि सिकाइसकेको छु 5 को कमा 3x स्क्वायर प्लस 5x प्लस 2 यस्तो छ ल हेर्नु अब यहाँ नम्बर थिएन अघि नहुँदा 1 राखेका थियौं अब कति राख्ने 2 3 जा 6 2 3 जा 6 6 का गुणनखण्ड निकाल्नु पर्यो 2 को निकालेर भएन अब 2 यहाँ नम्बर आइसक्यो नम्बर आइसकेपछि 2 3 जा 6 6 का गुणनखण्ड निकाल्नु पर्यो फेरि झोकेर 2 का निकाल्नु होला नि त्यो कहिले पनि गल्ती नगर्नु होला 6 का गुणनखण्ड निकालेर जोड्दाखेरि 5 ल्याउने 3 2 जा 6 3 प्लस 2 5 ल हेर्नु 3x स्क्वायर प्लस 3 प्लस 2 भनेको 5x प्लस 2 को 2 को पछाडीको लास्टको जे छ त्यही फेरि 6 लेख्नु होला नि यहाँ हैन यहाँ जे छ त्यही लेख्ने गुणनफल निकाल्नमा मात्रै कुन अंक चाहियो भन्दाखेरि 3 2 जा 6 भयो तर यहाँ लेख्दा त 2 छ त्यही भएर 2 जो लेख्ने अब 3x स्क्वायर प्लस 3 र x 3x प्लस 2 र x 2x प्लस 2 अब 4 र भएपछि दुईटाबाट कमन 3 3 भएपछि 3 कमन x स्क्वायर र x मा x कमन कति रह्यो बाँकी 3x स्क्वायर में 3x भएपछि x रह्यो प्लस 3x दुईटै गयो 1 रह्यो प्लस यहाँ 2 छ यहाँ पनि 2 छ 2 कमन आयो x प्लस 2 गइसक्यो त्यही भएर 1 अब x प्लस 1 एउटै x प्लस 1 अगाडि कति रह्यो यहाँ 3x प्लस पछाडि कति रह्यो 2 यसरी यो एन्सर यस्तो तरिकाले गर्नु होला 5 नम्बरका प्रश्नहरु सबै केही फरक छैन 3 को र 4 को जस्तै छ यो अगाडि नम्बर आएको भएर मैले एउटा क्वेशन गर्दै अरु सबै यहाँहरुले गर्नु होला यदि कुनै समस्या भएमा पुनः कमेन्ट मार्फत
जानकारी गराउनु होला। मैले यहाँहरुको लागि सहजीकरण गर्ने नै छु भन्ने यहाँहरुलाई जानकारी गराउन चाहन्छु।